हेलो गुड मर्निङ नमस्कार यहाँ सबैजनालाई आरामै होला मलाई पनि आरामै छु सन्चै छु म चाहिँ अहिले पोखरामा छु अनि आज चाहिँ यात्रा एक्लै हुन्छ अनि बच्चाहरू हिजो गइसक्यो म एक्लै छु अहिले चाहिँ हैन अनि त्यसपछि खासै यात्राको क्रमहरु चाहिँ हाम्रो जारी थियो हैन तर बिचमा के भइदियो भने प्रब्लम आएर चाहिँ हामीले यात्रा रोक्यौं ट्राभल चाहिँ हाम्रो सुरुवातमै हाम्रो यात्रा रोकिएर कारणले गर्दा चाहिँ अहिले चाहिँ म ब्याक टु काठमाडौँ अनि नानी दुईजना हिजो गइसक्यो म एक्लै छु अनि आज चाहिँ म फेरि एक्लै यात्रा गर्नेको अनुभव पनि बटुल्दै छु यहाँबाट चाहिँ है अनि अहिले चाहिँ म होटल 12 मा अनि एउटा एक कप कफी खान्छु र टल्ला स्ट्रङ कफी बनाउँछु एउटा कफी खान्छु अनि त्यसपछि चाहिँ लाग्छ अरु सामान सबै मैले गाडीमा पुर्याइदियो अरु केही छैन एउटा झोला छ सानो अनि पानीको बोतल छ त्यति छ अरु केही छैन अनि पानी खाने टक्क लगाएर कफी खाने अनि पानी अलिकति खाने अनि हिँड्ने है त अनि तपाईहरुलाई म बाटोमा देखाउँछु अब अरु चाहिँ टक्क लगाएर पानी खानु पर्दाखेरि अनि हिँड्नु पर्यो के ओके सी यू अन द वे सबै सामान पुऱ्याइदिए होइन झोलामा मात्र बाँकी छ कि अनि म चाहिँ हल्का फ्रेस हुँदा पनि आँखाले पनि सुनिरहेको छ कि अप्ठ्यारो अप्ठ्यारो भइरहेको छ अनि अब बिस्तारै जान्छु म आज काठमाडौँ पुग्नुपर्ने छ अहिले चाहिँ बिहानको 3:40 भएको छ अनि सुनसान छ अनि मलाई चाहिँ एकदम डर लाग्यो के हेर्न सुनसान छ है ब्याकुता स्याकुता पनि रहेछ त है हिजो पुरा पानी भएको थियो बाह्र पनि पुरा सुनसान छ हेलो गुड मर्निङ हजुर हजुर सबै क्लियर छ अच्छा थ्याङ्क यू सो मच अच्छा गुड नाइट गुड मर्निङ बाई लास्टमा पार्किङ गरिरहेको छ क्या निस्किनु त निस्किन्छ ब्यागै गर्नुपर्छ पुरै उतैसम्म ब्याग गर्नुपर्छ सट्टै पुच्छ जानु पर्यो क्या सबभन्दा पहिला चिया पिउनुस् ल थ्याङ्क यू तपाईहरुको दिन शुभ रहोस् ओके लस बाइ बाइ सी यू ओके होटलबाट भर्खर निस्केँ म पनि अब एक्लै तिम्रो सम्झनामा टक्क लाएर उताबाट जान हलनचोकबाट जानु पर्यो पुरा आमा कति धेरै पाइको डिस्को रहेछ त्यता डिस्को हेरेर कान्छी मान्छेहरू त रातभर सुत्दो रहेछ नि त नसुत्दो रहेछ नि त आए मात्रै रहेछ नि त सुत्ने चाहिँ चिया खाने ठाउँ चाहिँ चोकमा काठमाडौँ जस्तै चाबेल चोक जस्तै चिया खाने ठाउँ रहेछ क्या बिहान हिमिड छ त नि फुल हिमिड छ हिमिड बिहान 24 डिग्री छ हो यो मेरो पहिलो एक्सपिरियन्स हो र पहिलोचोटि म आफै एक्लै ट्राभल गर्दैछु काठमाडौँ पोखरा टु काठमाडौँ
साथमा यसरी टक्क लाएर बिहान खानेकुरा पुऱ्याउँदै रहेछन् मान्छेहरू। अनि अहिले चाहिँ म चाहिँ पोखरामै छु र जाँदैछु काठमाडौँ। तर सधैँ बच्चाहरूसँग ट्राभल गर्ने बानी भयो के कस्तो सुनसान केही नलागिरहेको कस्तो अप्ठ्यारो लागिरहेको छ क्या सुनसान छ एक्लै छु नि त त्यही भएर। ओह माई गड आउँदा पोखराको बाटो सबै चिनियो खासै पोखरा त ठुलो त होइन नि त छैन क्या तै पनि अब फर्स्ट टाइम सेकेन्ड टाइम थर्ड टाइम फोर्थ टाइम आयो नि बाटो सबै थाहिसक्यो अब खासै। पहिला फर्स्टमा त गुगल म्याप हाल्नु पर्थ्यो नि डर लाग्थ्यो कि नयाँ ठाउँमा जाँदाखेरि डर लाग्थ्यो। अब अहिले चाहिँ मतलब भएन प्रब्लमै छैन। माई जर्नी इज स्टार्ट नाउ कि नाउ भन्दा यहाँ पुग्यो पता हो बाटो पनि यार। बेजाको रोपे माछे बजाको रोपे माछे यो चाहिँ पुलको वरिपरि जस्तो छ क्या बाटो अलिकति बिग्रिएको छ पुलको वरिपरि चाहिँ। नाइट बसहरू आयो ट्रकहरू आउँदैछ अहिले के पनि होइन। मुगलिनमा कस्तो छ भन्नेमा डिपेन्ड पर्छ क्या आज। अलिकति पुछिरहनु पर्छ लाइट है लाइट नपुछिर अँध्यारो छ हो लाइट आमासँग देखिएको छैन। यस बल्ल काटे रोड अलिकति नराम्रो बाटो थियो बल्ल कट्यो। यो बाटो चाहिँ वान वे किन रहेछ भनेको चाहिँ एयरपोर्ट साइडमा चाहिँ अहिले बनाउँदै रहेछ क्या पुरै बनाइसकेको छैन बनाउँदै रहेछ त्यही भएर चाहिँ वान वे मात्रै चलिरहेको छ। टक्क लाइनिङ वाला बाटो भेट्यो बल्ल है। यो लाइनिङ जति लाइनिङ भएको सबै कम्प्लिट भएको हो कि हेर्नुहोस् है यहाँदेखि चाहिँ मुगलिनसम्म जति मुगलिनसम्म गऱ्यो नि त्यो प्रायः सबै कम्प्लिट हो क्या यो चाहिँ। तर बाटो एक नम्बर छ जसले जे भने पनि पोखरादेखि मुगलिनसम्म बाटो एकदम राम्रो छ। तपाईहरु राम्रोसँग आउन सक्नुहुन्छ है मजाले। यस्तो दामी बाटो छ नि अर्को छैन न। तर ड्राइभ सेफ प्लिज। दिउँसो भन्दा राति अलिक सेफ्टी चलाउनुपर्छ बाटोहरु हैन। म त्यस्तो स्पिड कुदाएको छैन है त म 60 को स्पिड कुदाइरहेको छु बिस्तारै जाने। रिल्याक्सले जाने आनन्दले जाने सकी गयो भनेर भन्नु पर्यो नि साथी। अरु भन्दा उताबाट आएको गाडीको लाइटले गर्दाखेरि जाऊ हुन्छ क्या आँखा चाहिँ
मेरो आँखा चाहिँ यति पनि ड्राई अनि यसै पनि ड्राई भएको माथि पनि होइन। अनि गियर 6 मागिरहेछ जम्मा 60 स्पिडमा। अहिले म चाहिँ मर्स्याङ्दी जलविद्युतमा पुग्यो है, ठ्याक्कै मर्स्याङ्दी जलविद्युत। अनि मभन्दा अगाडि चाहिँ दुईवटा गाडी गइरहेछ अनि गाडीले माइलेज भनेको कति दिइरहेछ 18 दिइरहेछ 18.5। इट्स नट अ जोक है। 18.5 भनेको चाहिँ बाइकले स्कुटरले पनि दिएको छैन, एन्टकले पनि दिएको छैन त्यसमा। यो चाहिँ रेकर्ड हो मेरो चाहिँ है। त्यही भएर अनि मैले चाहिँ पोखरादेखि यहाँसम्म आउँदाखेरि प्रायः जस्तो चाहिँ 80 को स्पिड मात्रै चलाएको गाडी होइन। एक दुई ठाउँमा होला 100 भएको चाहिँ होइन, नत्र भने प्रायः 80 मै सीमित भएर चलायौँ। अनि मभन्दा अगाडि दुईवटा गाडी चाहिँ म यहीसँगै जान्छु कि, किनभने योभन्दा उता चाहिँ यो चाहिँ सबै जङ्गल हो क्या, जङ्गल एरिया हो। अनि त्यही भएर म चाहिँ यही गाडीसँग जान्छु क्या, अगाडि गाडीसँग। यहाँ मुक्लिनसम्म चाहिँ अनि धेरै छैन, अब त्यही 15-20 मिनट कति 10-15 किलोमिटर कति समथिङ त्यस्तै हो, त्योभन्दा बढी धेरै लामो छैन। अनि यस्तै हो 10 किलोमिटर अहेड। बाटो चाहिँ कभी खुसी कभी गम टाइपको छ नि त। यो ठाउँमा चाहिँ धेरै पहिरो जानु भएको कारणले गर्दाखेरि चाहिँ धेरै पहिरो जाने ठाउँ चाहिँ यो पनि हो कि, तर अहिले चाहिँ पहिरो नजाने टाइपले बनाएको छ पुरै। के अरे त्यो फलामु चालेर ढलान टाइपको गरेछ नि त अहिले चाहिँ। मैले हदे गरेर के गर्ने हो डाँडा गरे साले। Okay. Turn left toward NH03, Prithvi Highway, then turn left onto NH03. Okay. बोलाइ गर्छ भनेको। ठ्याक्कै मुगलिन पुग्यो म 1 घण्टा। Prithvi Highway. ओके, धेरै नकराउनु साथी। ओइ अब यहाँबाट चाहिँ हामी काठमाडौँ जानेछौँ। सिधा हो, सिधा एक। Your destination is on the right. ओके, जता चिया भयो भने चिया खाउँ। मारवाडीकोमा चिया खानु पर्यो क्या। यो चाहिँ मुगलिन टक्कै मारवाडीकोमा कलर चिया खानु। क्या है, ठिक है, बसौँला। अब अस्ति लन्च खाएर गएको, आज त बिहानको ब्रेकफास्ट मुगलिनमा होला जस्तो त। कस्तो निन्द्रा लागेको छ, झ्याप्पै लाग्छ। मुगलिनमा आएर 1 कप चिया खानु पर्यो, रक्कला चिया। यत्रो सानो कपमा चिया खानु पर्यो झ्याप्पै लाएर। अनि त्यसपछि चाहिँ फेरि लाग्नु पर्यो, खुट्टा तन्काउनु पर्यो, हिँड्नु पर्यो। मान्छेले जोक गर्छ होला भनेको होइन, यहाँ हेर्नुहोस् त 18.6 को माइलेज दिएको छ। अनि अहिले 25 डिग्री सेल्सियस छ। 39,730 किलोमिटर चाहिँ अहिलेसम्म गाडी गुडेको छ। यही हो आजको चाहिँ काठमाडौँ के अरे पोखरा टु काठमाडौँको यात्रामा। पोखरादेखि मुगलिनसम्मको यात्रामा चाहिँ 18.6 को माइलेज दिएको छ। अब चाहिँ यहाँबाट चाहिँ उकालो छ, माइलेज यति नदेला है। गुड मर्निङ भयो फेरि है, उज्यालो भयो। अनि म चाहिँ मलीको पुग्न लाग्यो, अब लगभग मलीको पुग्न लाग्यो होइन। अनि त्यही भएर तपाईँहरूलाई चाहिँ गुड मर्निङ दिएको त फेरि। बाटो खासै त्यस्तो नराम्रो छैन, खाली छ है। दसैँ भएर होला, जाम त्यति छैन।
जाम त के नामै छैन नि जामको त यसरी गाडीहरू रोकेर खानासाना खाने ठाउँ चाहिँ यस्तो हुन्छ है गाडीको चाहिँ प्राइभेटको चाहिँ प्रायः जस्तो प्राइभेट चाहिँ अब रोकिँदैन क्या एकैचोटि कहाँ बस्ने एकचोटि कहाँ बस्ने हो त्यही भएर उज्यालो भयो है यस्तै हो बाटो अलिकति नराम्रो छ होइन यहाँबाट चाहिँ मुगलिनबाट यता चाहिँ हल्का ढलानहरू बिग्रिया छ पिचहरू बिग्रिया छ मुगलिनसम्म चाहिँ A1 छ A1 मुगलिनसम्म चाहिँ बाटो A1 छ कच्ची बाटोले गर्दाखेरि चाहिँ गाह्रो कहाँनिर खाल्डो छ भने थाहा हुँदैन कच्ची बाटोमा राखेपछि मन दुख्न स्वाभाविक हो अरे के को स्वाभाविक हो थाहा भएन है अगाडि मेटाएर छ ट्रकको पछाडिको साइडहरू खतरा खतरा हुन्छ क्या मलाई त मनपर्छ टायर ट्रकको पछाडिको साइडहरू खाली रहेछ माइक्रो बस खाली रहेछ माइक्रो बस खाली पो रहेछ माइक्रो बस ब्लाइन्ड स्पोट हो किन ओभरटेक गरेर होइन त्यही भएर हुप्पै छ हुप्पा ह्युमिड छ 25 डिग्री सेल्सियस छ अहिलेको कुहिरो लागेको छ खतरै कुहिरो लागेको छ अलिअलि बाटो मात्र हामी देखिन्छ उता हल्का कुहिरो लागेछ टक्क लाएर मलेको पुग्यो है यो चाहिँ भेनीघाट मोरङ गाउँपालिका भ्रमण गर्नुको धन्यवाद छ भनेर भन्यो यत्र यो चाहिँ मलेको एरिया हो साइड लाइट पनि नबाल्दिनु साथी गोङ 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 हिँड्दिनु त नि के हेरेर बस्नु हो है त्यस्तो खाजा केही पाउँदो छैन पुरा कुचोला धुलै धुलो उडाएर छ नि काठमाडौँ 64 किलोमिटर 64 किलोमिटर काठमाडौँ रहेछ यहाँबाट बाटो ठिक छ
बाटो ठिक छ ठिक छ ठिक छ अघि बिहान भन्दा पनि अहिले चाहिँ चलपल धेरै बढेको छ साथी है उता काठमाडौँबाट गाडी आउने क्रम एकदम जारी छ फुल एन्ड फाइनल गाडी बेस्रै आइरहेछ काठमाडौँबाट अनि त्यही भएर चाहिँ हात पनि दुखिरहेछ है खतरा हात दुखिरहेछ खाल्टो त्यसै 8 दिन बनाउनु दिएको त भन्छ नि नेपाल सरकारले ट्रायल पास गर्दा 8 किन हालिदियो भनेर त बल्ल थाहा भयो के साथी अब जाउँ न हो हजुर अहिले चाहिँ म नागडुङ्गाको सुरुङ मार्गनिर पुग्यो यात्रा टक्क लरे म सुरुङ मार्गबाट चट्ट गइन्छ हैन आज कस्तो चरो घाम लागेर आमा काठमाडौँ हो सुरुङ मार्ग हुँदै जाने हो नि त यो त्यसो गरेर चट्टला सुरुङ मार्ग त्यहाँ छ है जानुपर्छ माथिबाट हो हैन यो चाहिँ अब खासै चाहिँ सुरुङ मार्गमा घाँस जस्तो लाग्छ के हो यो सुरुङबाट छिर्यो यो यहाँबाट हो यो सुरुङ मार्गबाट छिरेर ऊ यहाँ निस्किनेको बलम्बो निस्किहाल्यो नि अहिले चाहिँ खतरा भोक लाग्यो क्या त नि हल्का के के अरे नागडुङ्गानिर बसेर चाहिँ खाजा खाएर हल्का रोटी एउटा खायो अनि कफी खायौँ एउटा अब चाहिँ बिस्तारै आउँछु काठमाडौँतिर खतरा घाम लागेछ क्या खतरै घाम लागेछ नि त्यहाँबाट खतरा घाम लागेछ क्या त्यही भएर यो अगाडि यस्तो गर्नु पर्यो है ओके सी यू इन काठमाडौँ अब यहाँबाट आधी घन्टा 2 घन्टा अब यहाँबाट 1 घन्टा यता दामी दामी रहेछ त ठाउँ त कहाँ बसेर खाएको त म चाहिँ फेरि यार तर पनि तल पनि ठिकै थियो राम्रो थियो मिठो थियो खाना टेस्ट थियो
अब चाहिँ एउटा कुरा के सुनाउँछु भन्ने चाहिँ नि मेरो यात्रा बिचमा कसरी टुङ्गियो भन्ने चाहिँ नि हाम्रो यात्रा चाहिँ खास नटुङ्गिने यात्रा हो होइन। अनि हामी अलिक माथिसम्म जान्छौँ भनेर मारुति हिमाल हिँडेको हो होइन, हिँडेको हो। मारुति हिमाल जाँदा चाहिँ हामी बाटोमै छोराको हात अलि फ्र्याक्चर भएर हामी त्यहाँबाट फर्क्यौँ क्या त अस्ट्रेलियन क्याम्पबाट। अनि त्यो चाहिँ कसरी भयो भने छोरा खेल्दै थियो क्या, भलिबल फुटबल खेल्दै थियो। अनि फुटबल खेल्दै थियो अनि त्यो ठाउँमा चिप्लो थियो क्या ठाउँ चाहिँ होइन, चिप्लो थियो। चिप्लो भएको कारणले गर्दा चाहिँ त्यो ठाउँमा लडेर चाहिँ हातको यस्तो फर्केर हामी फ्र्याक्चर भएको रहेछ। त्यही भएर चाहिँ हामी फर्क्यौँ। अनि त्यसै पोखरामा आएर चाहिँ त्यसको प्लास्टर गर्ने भनेर सोचेको, तर एकदमै महँगो लियो क्या उनीहरूले। अनि एकदम धेरै महँगो लिनु थालेपछि चाहिँ अब अपरेसनै हुने पैसाले चाहिँ अब प्लास्टर गर्छ भन्ने जस्तो त्यो त नसुने कुरा भयो। त्यही भएर मैले चाहिँ बच्चाहरूलाई हिजो पठाइदिएँ। अनि म चाहिँ अहिले बिहान उताबाट जम्मा 8 बजे के अरे 8 बजे भरे म ठ्याक्कै 4 बजे निस्केको हो। 4 पनि होला, होइन होला 4 बज्नु लाग्यो भनौँ न। 3:40 तिर हिँडेको निस्केको म होइन। अनि अहिले म चाहिँ 8 बज्नु लाग्यो, म थानकोट पुग्नु लाग्यो अरे। भनेपछि पोखराबाट काठमाडौँ भनेको बाटो अझ अब दिनमा भनेको चाहिँ 4 घन्टा हो कि म्याक्सिमम् लाग्नु 4 घन्टा हो। पोखराबाट मुगलिन 2 घन्टा अनि मुगलिनबाट काठमाडौँ जम्मा 2 घन्टाको यात्रा हुन्छ होइन। त्यही भएर चाहिँ सबैजना सेफ ड्राइभ गर्नुपर्छ। म जसरी गरेर मेरो जसरी सेफ ड्राइभ गर्नु पऱ्यो अनि बिस्तारै आउनु पऱ्यो है। साह्रो गर्मी भयो, पसिना भयो क्या, साह्रो गर्मी भयो। त्यही भएर यस्तै हो साथी होइन। अब यात्राको क्रममा कहिले के हुन्छ कस्तो हुन्छ थाहा हुँदैन। त्यही भएर कहिले काहीँ बिच बाटोबाट नै यात्रा छोडेर चाहिँ फर्किनु पर्नेहरू हुन्छ। त्यस्तै अहिले मेरो भइरहेको छ, हाम्रो भइरहेको छ। अनि त्यो भएर चाहिँ अहिले चाहिँ म तर मलाई टेन्सन छैन क्या। जहाँबाट जे देखिन्छ मैले त्यो ठाउँबाट मैले त्यो हेरेर आएँ क्या त। जुन हिमाल हेर्नुपर्ने थियो त्यो हिमाल मैले उतैबाट हेरेर आएँ क्या, अस्ट्रेलियन क्याम्पबाट हेरेर आएँ के त पुरै देखाएको छ न, आधै देखाएको छ। पछि फेरि जान्छौँ। यो चाहिँ हाम्रो के हो कास्टिङ मात्र हो है त। सुरुङ मार्ग पनि कट्यो है। अनि अब हामी थानकोट उकालो चढ्दैछौँ। यो हो थानकोटको उकालो होइन। अनि अब अस्ति त जामै जाम थियो र टेन्सन भएको थियो। आज चाहिँ टोटल्ली खुला रहेछ क्या, त्यही भएर नो टेन्सन।
ल यति भन्दै मैले चाहिँ मेरो भ्लगलाई चाहिँ यहीँ इन गर्दछु। तपाईँहरूलाई मेरो भ्लग कस्तो लाग्यो अनि यो चाहिँ सिर्फ काठमाडौँदेखि नभएर पोखरादेखि काठमाडौँसम्मको हल्का फुल्का मात्रै भ्लग मैले बनाएको छु। त्यो भ्लग चाहिँ तपाईँहरूलाई हालिदिएको छु है त। अनि इन्जोय गर्नु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला अनि धेरै अगाडिसम्म बढाएर तपाईँहरूले हेरेर सहयोग गरिदिनु होला। अब चाहिँ म यहाँबाट खाल्टो रहेछ होइन, त्यही भएर बिस्तारै जान्छु है। ओके बाइ बाइ।